हजुर, मेरो नाम मिलन केसी, मेरो घर रमाइल डाँडा, वार्ड नम्बर 11। मेरो प्रश्न छ वडा अध्यक्षज्यूलाई। यो तपाईँको वडा स्तरीय योजना तथा कार्यक्रमको प्रगति विवरण हेर्दै गर्दाखेरि यहाँ तपाईँको 100% कार्य सम्पन्न भएको देखिँदैन। जस्तो बजेटको लगभग 64% काम भएको देखिन्छ। काम बाँकी भनेर यो जति 34% जति छ नि तपाईँको 66% काम भएको, यो 34% जति काम हुन बाँकी। यो काम किन ढिलासुस्ती भयो, यो काम किन यति 100% काम भएन भन्ने मेरो एउटा जिज्ञासा भयो। अनि यो बाँकी भएको काम चाहिँ यही असार मसान्तमा सकिन्छ कि सकिँदैन कि के हुन्छ, यसको जिज्ञासा मेरो यति नै हो। साना साना कामको लागि यो झन्झटिलो कागज मिलाउने प्रक्रिया छ। त्यसले गर्दाखेरि यो 30,000, 40,000, 50,000 को चाहिँ कामहरू मान्छेले समिति जुट्न नसकेको कारणले यो भएको हो। र अर्को कुरो, ठुल्ठुलो काम छ भनेदेखि अलिकति मान्छेले 2-4 पैसा यसो फाइदा पनि हुने, काम पनि आफ्नो घर अगाडि छ भने गरिहाल्छ। नभए यो बजेटहरू चाहिँ अघि पनि फ्रिज जान्छ भनेर भनेको हो। यो 30,000, 40,000 पैसाको लागि त्यहाँ 2 पैसा त्यो उपभोक्ता समितिलाई फाइदा पनि हुँदैन, अनि उनीहरूले माग्छ त्यो बिर्सिन्छ। अब यो चाहिँ अलिया भएर अर्को सालमा जान्छ। यो उपभोक्ता समिति अब माग्छ त नदिनु के गर्नु त? गर्न त मैले गर्ने होइन, यीको जनसमुदायबाट समिति गठन गरेर गर्नुपर्ने। यो अलिकति झन्झटिलो प्रक्रिया भएर यो के अरे खानुभन्दा के चुट्नुको लन्ठा भएको हिसाब किताबले यो काम नगरेको त अघि फर्स्टमै भनेकै मैले। त्यसले यो कार्यक्रम गर्दाखेरि ठुलो 4 लाख 3 लाखको अर्को एउटा समस्या नि के छ भनेदेखि हामीले यो सामुदायिक भवनहरूमा अनि त्यहाँबाट मठ मन्दिरहरूमा अनि त्यहाँबाट यस्तै भवनहरूमा पैसा हालेको थियौँ। यो काम नभएको कारण एउटा त्यो पनि भयो। अब मठ मन्दिरहरू त व्यक्तिको पहिला चाहिँ व्यक्तिकै जग्गामा 4-5 जनाको नाममा राखेर हामीले पैसा त्यहाँ लगानी गरेका थियौँ। त्यहाँ पहिला सहज रूपले त्यो काम भएको थियो भनेदेखि यो वर्षदेखि चाहिँ तपाईँको अख्तियारमा मुद्दा परेर व्यक्तिको नाममा सरकारले लगानी नचाहँदो रहेछ। लाल पूर्जा व्यक्तिको नाममा भएको हुनाले र त्यो कारणले गर्दा पनि हाम्रो करिब 8 लाख पैसा यो फ्रिज भएर जाँदैछ। एउटा अब उदाहरणको लागि तल 4 लाख रुपियाँ पैसा हाम्रो 1 नम्बर हो, हाम्रो पासाङ राईको एरियामा चाहिँ हामीले सामुदायिक भवनको लागि पैसा राखेका थियौँ। अब त्यो पैसा चाहिँ फ्रिज भएर जाँदैछ। त्यो जग्गा पास गरेर संस्थाको नाममा जग्गा पास गर्नु नसकेर यो चाहिँ हामीले फ्रिज जाँदैछ। अब यस्तै कारणले गर्दाखेरि अलि यो हामीले यो नगर अधिवेशनबाट अलिकति यो झन्झटिलो प्रक्रियालाई सहज बनाइसक्यौँ भनेदेखि यो काम चाहिँ सबै हुन्थ्यो। अब 50,000 को नि त्यही झन्झटिलो प्रक्रिया, 4 लाख नि झन्झटिलो प्रक्रिया, अनि त्यो सानोतिनो काम नभएको कारणले गर्दाखेरि प्रोग्रेस विवरण हुन नसकेको। यसलाई तानेर अर्को साल अलि बढी पैसा राखेर चाहिँ काम गराउने प्रतिबद्धता व्यक्त गर्दछु।